चन्द्रेलाई पो लिएर जाउँ कि त? जाऊ न त, मैले नजाऊ भनेको छु त, तर चाँडै फर्क। हेर त चन्द्रे, पनामै तनावमा एउटा छाता हाल्न पनि बिर्सेछ। पानी आउँदै निस्किया हो नि हुन त। कि म खुर्रा गरेर लिएर आऊँ त आमा? पर्दैन सचो छैन तँलाई। दर्शक भिनेती बेला भने सकस सिरियलमा चन्द्रेको आमाले चन्द्रेलाई उपचार गर्न सहर लगिसक्नु भएको छ भने अब दर्शक बिन चन्द्रे ठिक भएर आउनेछन्। नमस्कार दर्शक बिन, हजुरहरूलाई सकस सिरियल मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हाम्रो च्यानलमा जोडिनु होला। यति बेला दर्शक बिन यति बेला भने चन्द्रेको आमाले एकदमै नराम्रो सपना देख्नुहुन्छ। उहाँले चन्द्रे बितेको सपना देख्नुहुन्छ भने राति हतारमा उहाँ चन्द्रे र मुनाको कोठामा गएर मुनालाई ढोका खोल्न लगाएर त्यसपछि चन्द्रेलाई हेरेपछि मात्र उहाँको मन शान्त हुन्छ। दर्शक बिन एउटा आमाले आफ्नै छोरा बितेको सपना देखेपछि आमाको मनमा कस्तो भएको होला। दर्शक बिन चन्द्रेको आमा एकदमै दुखी हुनुहुन्थ्यो। चन्द्रेको आमालाई भने धेरै नै नराम्रो लागेको थियो। दर्शक बिन यति बेला भने चन्द्रेको आमाले चन्द्रेलाई सन्चो छैन, उनी बिरामी छन् भनेर थाहा भइसकेको छ भने यति बेला घरमा सबैसँग झुट बोलेर माइतको व्यवहार मिलाउनु छ भनेर पैसा घरमा सबैसँग मागेर यति बेला भने चन्द्रेको आमाले चन्द्रलाई लिएर माइत जान्छु भनेर यति बेला भने चन्द्रलाई उपचार गर्न सहर लगिसक्नु भएको छ। दर्शक बिन चन्द्रेको आमाले भने घरमा सबैसँग झुट बोलेर यति बेला भने चन्द्रलाई उपचार गर्न सहर लगिसक्नु भएको छ। यता दर्शक बिन शिवले भने मुनाको माइतीले दिएको सम्पत्तिमा आँखा लगाइरहेको छ। दर्शक बिन चितवनमा भएको त्यो सम्पत्तिमा यति बेला शिवले आँखा लगाइरहेको छ। शिवले चाहिँ मुकेशलाई पनि उचाल्न खोजेको थियो भने मुकेशले उल्टै शिवलाई नै सम्झाएको छन्। तर दर्शक बिन शिवको मनमा भने अझै पनि लोभ गएको छैन। उसले चाहिँ मुनाको माइतीले दिएको सम्पत्तिमा चितवनमा भएको त्यो सम्पत्तिमा एकदमै आँखा लगाइरहेको छ। दर्शक बिन अब भने चन्द्रेको आमाले चन्द्रेलाई राम्रोसँग उपचार गरेर ठिक बनाएर ल्याउनु पर्छ भन्ने मलाई लाग्छ। चन्द्रेको आमाले भने चन्द्रेलाई जसरी भए पनि ठिक बनाउँछु बाबु, तँलाई उपचार गर्छु, मेरो किडनी बेचेर भए पनि तेरो उपचार गर्छु भनेर भन्नु भएको छ। चन्द्रे भने जसरी भए पनि ठिक हुनै पर्छ भन्ने मलाई लाग्छ। हजुरहरूलाई के लाग्छ तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। त्यसै गरी दर्शक बिन सकस सिरियल मन पर्छ भने हाम्रो च्यानललाई पनि सब्स्क्राइब गरेर हाम्रो च्यानलमा जोडिनु होला।